So hello everybody, welcome to my YouTube channel once again. Today we are back with another episode of walk around and ride review of our brand new launched Hero Xpulse 210 वाला version. Already नेपालमा आइसकेको छ है. हेर्दाखेरि चाहिँ इट लुक्स सो अमेजिङ ब्युटिफुल है. तपाईँको एकदम अगाडि एकदम बल्कीवाला लुक्सहरू आइसकेको छ है. तपाईँको एकदम दामी लुक्स है. त्यो हामीले फोटोमा भिडियोमा हेर्दा पनि तपाईँको रियल लाइफमा हेर्दाखेरि चाहिँ एकदम धेरै बल्की जस्तो देख्छ है. अब फर्स्टली हामी जाउँ यो टायर्समा जाउँ है. टायर्स चाहिँ हाम्रो यो अगाडिको फ्रन्ट सेक्सनमा र ब्याक सेक्सनमा दुवै ठाउँमा तपाईँहरूले स्पोक विल पाउन सक्नुहुन्छ भने अब यसको टायर साइज रहेको छ 90/90 है. 90/90 21 इन्चको स्पोक विलवाला नन ट्युबलेसवाला पाउनुहुन्छ है. यो चाहिँ अब स्टिल यो चाहिँ ट्युबलेसवाला छैन है. यो चाहिँ स्टिल ट्युबवालै पाउनुहुन्छ भने अब यसको ब्रेकिङमा जाउँ. अब यसको ब्रेकिङ भनेको चाहिँ तपाईँको फ्रन्टको ब्रेकमा चाहिँ तपाईँले 276 mm को पेटल डिस्कवाला पाउनुहुन्छ. यो स्टिल पेटल डिस्क. यो पेटल डिस्क चाहिँ किन राखेको भने हिट एकदम मजाले कन्ट्रोल हुन्छ. हिट म्यानेजमेन्ट एकदम यसले बब्बाल गरिदिन्छ है. अब यो हाम्रो चाहिँ अब सिङ्गल च्यानल होइन है. यो चाहिँ ड्युअल च्यानल एबिएसमा आएको छ. यो अब इन्डियामा अब सिङ्गल च्यानल एबिएस भनेर ड्युअल च्यानल एबिएस भनेर डिफ्रेन्ट भेरिएन्टमा आउँछ भने यो चाहिँ हाम्रो नेपालमा आएको चाहिँ एकदम टप भेरिएन्टमा आएको छ. जसको चाहिँ अब यो ड्युअल च्यानल एबिएसमा चाहिँ 3टा एबिएस मोड्स रहेको छ है. त्यो अब त्यसको साथसाथै अब ब्रेक्स र व्हिलको बारेमा मैले भनिहालेँ. अब यसको सस्पेन्सनको बारेमा हेर्नुहुन्छ भने यो विच इज सो गुडवाला है. एकदम यो कभर पनि राखेको छ. यो कभर राखेको भने चाहिँ तपाईँको एकदम भित्र डस्टहरू छिर्दैन है तपाईँको. अनि यो लिकेज हुन एकदम कम हुन्छ. अब यसको यो फ्रन्टवाला सस्पेन्सन चाहिँ टेलिस्कोपिक फ्रन्ट फोर्क रहेको छ जसको डायमिटर चाहिँ 41 मिलिमिटरको रहेको छ विथ एन्टी ट्र्याक्सन बुस्ट. यो चाहिँ एन्टी ट्र्याक्सन बुस्टवाला रहेको छ है. विच इज भेरी गुड है. तपाईँको सस्पेन्सनको ट्राभल चाहिँ 210 mm को रहेको छ है. यो 210 mm भयो. अब त्यसको साथसाथै हामी यहाँ इन्जिनमा जाउँ है. इन्जिन भनेको चाहिँ तपाईँको 4 स्ट्रोक 4 भ्याल्भ सिङ्गल सिलिन्डर है. लिक्विड कुलवाला DOHC है. ड्युअल ओभरहेड क्याम्पसार्टमा रहेको छ. DOHC वाला 4 स्ट्रोक 4 भ्याल्भ सिङ्गल सिलिन्डरमा रहेको छ भने यसको बोर्ड र स्ट्रोक चाहिँ तपाईँको 73 mm × 50 mm को रहेको छ. विच इज भेरी गुड फर द अफ रोड. तपाईँले हुन्छ नि एडभेन्चरको लागि चाहिँ एकदम राम्रो हुन्छ भने जसको चाहिँ सिसी रहेको छ 210 cc है. 210 cc को रहेको छ. जसको कम्प्रेसन रेसियो चाहिँ 21:1 रहेको छ है. सरी 12:1 जुन कि अब तपाईँको एकदम हाई रेभिङवाला इन्जिन पाउनुहुन्छ भने जसले म्याक्सिमम पावर चाहिँ तपाईँले 24.6 PS को पावर @ 9250 RPM मा पाउनुहुन्छ भने जसको म्याक्सिमम टर्क चाहिँ 20.7 न्युटन मिटर अफ टर्क @ 7250 RPM मा रहेको छ. अब यो चाहिँ अब टोटली न्यू भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको यो एकदम फ्युल इन्जेक्टेडमै आइरहेको छ. आजकल नेपालमा मोस्टली बाइकहरू सबै FI मै आइरहेको छ भने अब यसको चाहिँ यो क्लच चाहिँ अब स्लिपर एन्ड एसिस्ट क्लच भनेर अलरेडी राखिसकेको छ है. अब त्यसको साथसाथै अब हामी जाउँ. अब त्यो गियर बक्स चाहिँ तपाईँको 6 स्पिड गियर बक्स है. तपाईँको यो हिरो एक्सपल्स 200 मा चाहिँ तपाईँको 5 स्पिड गियर बक्स पाउनुहुन्छ भने यसको चाहिँ 6 स्पिड गियर बक्सवाला पाउनुहुन्छ. जुन कि यो एकदम हुन्छ नि लिक्विड कुलवालाको चाहिँ यो ओभरहेडवाला चाहिँ एकदम तपाईँले दामीवाला पाउनुहुन्छ भने त्यसको साथसाथै यसको अब सबै अब डायमिटरहरू यसको सिट हाइटमा जाँदाखेरि चाहिँ हाम्रो यसको ओभरअल लेन्थ रहेको छ भने 2254 मिलिमिटरको रहेको छ भने यसको विथ भनेको बेस 872 बेस अथवा 884 प्रोमा रहेको छ. अब यसको सिट हाइट चाहिँ 830 वाला रहेको छ है. 830 अब काइन्ड अफ 5 मेरो हाइट चाहिँ अब 5'6" वाला भनेर मैले हाइट नाप्दाखेरि चाहिँ जस्ट लगभग एप्रोक्सिमेटली त्यति देखाउँछ भने अब 5'7" म जस्तोलाई चाहिँ एकदम टिपटप गरेर हुन्छ चलाउनु पर्छ है. तपाईँहरूले देख्न सक्नुहुन्छ है. अब यो चाहिँ सिट हाइट भयो यसको. अब मेरो हाइट चाहिँ 5'7" है. अब म एकचोटि बसेर टिपटप गरेर हेर्छु कतिको देख्छ है. हेर्नुहोस् लगभग मेरो हाइटको हिसाबले चाहिँ एकदम मजाले भ्याउँछ. मैले जति यति यता यतिको राखेको छु, यता पनि मैले त्यति नै राखेको छु.
त्यस्तो मलाई 200 प्रोको जस्तो गाह्रो चाहिँ भएको छैन। 200 प्रोको चाहिँ एकदम धेरै नै 891 mm को रहेको छ भने यसको चाहिँ लगभग 830 मात्र रहेको छ। पावर टु रेसियो एकदम भेरी गुड है। तपाईँको हाइट मानुभर गर्दाखेरि पनि एकदम राम्रो छ है। अहिले एकछिनमा हामी राइड रिभ्यू पनि गर्न गइरहेको छौँ। सो सिट हाइट मेरो 57 को हाइटले एकदम तपाईँको मजाले भ्याउँछ भनौँ न है। त्यस्तो केही गाह्रो साह्रो केही पनि हुँदैन, एकदम इट इज भेरी पर्फेक्ट फर माई हाइट है। सो लेट्स सी। अब यो तपाईँको यस्तो सिट हाइट चाहिँ एकदम 57 म जस्तोलाई चाहिँ एकदम बेटर नै हुन्छ, जस ह्यान्डल गर्न सकिन्छ, जसको सिट हाइट चाहिँ 830 mm रहेको छ भने तपाईँको यो अर्को हिरो एक्सपल्स 200 प्रोको हाइट चाहिँ 891 mm को रहेको छ है, विच इज काइन्ड अफ भेरी टल टु मी। म चाहिँ एक्सपल्स प्रो चाहिँ चलाउन सक्दिनँ किनभने साथीको मैले चलाएको थिएँ है, मलाई चलाउन एकदम गाह्रो भएको थियो। तर म जस्तो मेरो हाइट भएको 5.7 वाला जस्तोलाई चाहिँ विच इज भेरी गुड फर द सिट हाइट। यो नेपालको रोडको कन्डिसनले चाहिँ मलाई चाहिँ एकदम हाइटले पनि इस्यु गर्दैन जस्तो लाग्छ है। अब यसको ग्राउन्ड क्लियरेन्स भनेको चाहिँ 220 mm को रहेको छ, विच इज भेरी गुड। अब तपाईँको नेपालको जस्तो अफ रोड भयो होइन, तपाईँको कच्ची बाटोलाई चाहिँ एकदम धेरै हेल्प गर्छ भन्ने जस्तो लाग्छ। अब यसको फ्युल लिटरको क्यापेसिटी भनेको चाहिँ 13 लिटरको छ, विच इज भेरी गुड है। 210 को सिसीमा तपाईँले 35 देखि 40 सम्मको राम्रो माइलेज कभरेज गर्न सक्नुहुन्छ है। अब यसको यो किलो भनेको चाहिँ तपाईँको प्रोवाला नै हो है, सबै यो प्रोवाला भएको कारणले चाहिँ 170 kg रहेको छ है। अब यसको इलेक्ट्रोनिक्समा जाउँ है। अब यसको इलेक्ट्रोनिक्स भनेको चाहिँ यो अब हेडलाइटमा जाउँ, डी क्लासवाला पाउनुहुन्छ है। क्लास डी एलइडी प्रोजेक्टर विथ डिआरएल चाहिँ यो चाहिँ साइडको डिआरएल भयो, यो क्लास डीवाला पाउनुहुन्छ भने है। त्यसको साथसाथै टेल लाइटमा जाउँ। अब टेल लाइट भनेको चाहिँ तपाईँको न्यू सिग्नेचर एलइडी टेल लाइट, यो चाहिँ नयाँवाला पाउनुहुन्छ। इट्स काइन्ड अफ लाइक यस्तो चाहिँ यो एक्सट्रिमवालाको जस्तो लाग्छ है मलाई चाहिँ। सो अन गरी हेरौँ, ट्याक्केवाला यो चाहिँ हल्का यो एक्सट्रिमवालाको जस्तो देखिन्छ कि एकदम नयाँ डिजाइनको वाला पाउनुहुन्छ है। अब यसको चाहिँ साइड लाइट चाहिँ तपाईँले एलइडी इन्डिकेटरवाला पाउनुहुन्छ भने यो मडगार्डवाला चाहिँ एकदम ठुलोवाला पाउनुहुन्छ। अनि अब इन्स्ट्रुमेन्ट क्लस्टरमा जाउँ है। अब इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ एकचोटि अन अफ गरेर हेरौँ। अब चाहिँ तपाईँको इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ 4.2 इन्चको एलइडीवाला, यो चाहिँ टिएफटीवालै पाउनुहुन्छ है। टिएफटीवाला रहेको छ, जुन कि अब तपाईँको सबै ब्लुटुथवाला कल एन्ड मेसेज अलर्ट, टर्न बाई टर्न इन्डिकेटर, यो बटन्सहरू तपाईँले पनि एकदम प्रिमियमवाला पाउनुहुन्छ। यस हिरोले चाहिँ मोस्टली अब कस्टमरको अब सबै कुराहरू सुन्छ भनौँ न होइन। अब इन्डियामा त कति अब एकदम धेरैवाला अपग्रेडेडवाला आइसकेको छ, नेपालमा पनि जस आउने क्रम पनि छ है। अब त्यो विच इज भेरी गुड फर द राइडर्स एन्ड द राइडिङ पिपुलहरूलाई चाहिँ एकदम राम्रो हो, किनभने अब अरू कम्पनीहरूले चाहिँ एकदम आफ्नो बाइकमा अपडेट ल्याउनलाई नै एकदम धेरै वर्ष लाग्छ भने अब यो चाहिँ इन्डियामा पनि खासै धेरै अब 1-1.5 वर्ष त भयो लन्च भएको, त्यही भएर नेपालमा पनि आइसकेको छ। नयाँ बाइकहरू एकदम लन्च गरिसकेको छ हिरो कम्पनीले। चाबी चाहिँ एकदम यस्तो खाले छ है। ल अन गरी हेरौँ। साइड इन्डिकेटर, यो हाई बिम लो बिम फ्युल इन्डिकेटर, यो इन्जिन चेक लाइट, साइड स्ट्यान्डवाला भयो, एबिएसवाला भयो, यो इन्जिन चेक लाइट भयो, तपाईँको यो गियर पोजिसन इन्डिकेटर, यो मोड्सहरू अहिले रोड मोडमा चाहिँ यो ट्याकोमिटर भयो, यो स्पिडोमिटर भयो, सबै यहाँनिर तपाईँले पाउनुहुन्छ है। यहाँनिर सबै कन्ट्रोलहरू, डिस्टेन्स भयो, टाइम भयो, एभरेज स्पिड, एभरेज फ्युल, एभरेज टाइम, एकदम लोडेडवाला छ कि। यहाँ तपाईँले यहाँ युएसबी इन्स्ट्रुमेन्ट क्लस्टर युएसबी पनि पाउनुहुन्छ है, तपाईँले चार्ज पनि गर्न सक्नुहुन्छ। अब एभरेज फ्युल भयो है, स्पिड भयो, होल्ड टु रिसेट है, सबै कनेक्टिभ स्मार्टफोन। अब तपाईँले ब्लुटुथवाला फिचर पाउनुहुन्छ तपाईँले, यो भयो। यस एकदम भरिभराउ छ कि। अब तपाईँले अब हाजर्ड लाइट पनि यता दिएको छ, हाजर्ड लाइट अब सबै इट लुक्स भेरी गुड है। तपाईँको नक्कल गार्ड भयो, नक्कल गार्ड पनि तपाईँले यही कम्पनीबाटै पाउनुहुन्छ। अब मिरर पनि एकदम न्यू डिजाइनको वाला छ, एज इफ हुन्छ नि अब यो एक्सपल्स 200 वालाको भन्दा एकदम नयाँवाला पाउनुहुन्छ। स्लिपर क्लच भयो भनिहालेँ मैले है। सो स्टार्ट गरेँ हेरौँ है। अनि हेर्दा साउन्ड सुन्नुभयो तपाईँहरूले,
साउन्ड विच इज भेरी काइन्ड अफ बेसी है, बेसीवाला साउन्ड पाउनुहुन्छ। मिरर ट्याग हुन्छ। सो वक अराउन्ड भिडियो तपाईँहरूको लागि कस्तो लाग्यो यही हो है। तपाईँहरूले अब नयाँ बाइक लिन खोज्दै हुनुहुन्छ भने तपाईँले यो हाम्रो भर्खर यो नयाँ खोलेको यो है सिजी मोटर्स बाइक कार सेल्स एन्ड सर्भिस अथोराइज रिप्रेजेन्टेटिभ अफ सिजी मोटर्स विच इज लोकेटेड इन यो बानेश्वर है। बानेश्वर यो जुन कि यो तपाईँको यो एनएमबी ब्याङ्क यो बानेश्वर दिल्ली बजारको बिजुली बजारको पुलको ठ्याक्कै साइडमा नयाँ भर्खरले डेढ महिना जति ओपन भयो भन्नुहुन्छ। तपाईँहरू नयाँ बाइक हिरोको लिन खोज्दै हुनुहुन्छ भने यु क्यान कम एन्ड भिजिट इन दिस स्टोर एन्ड आई थिङ्क अनि डिस्काउन्टहरू पनि राम्रै पाउनुहुन्छ जस्तो लाग्छ है। आएर यस्तो भिजिट गर्न सक्नुहुन्छ। तपाईँहरूले नयाँ हिरोको कुनै पनि बाइकहरू यो नयाँ कलरको एक्सपल्स भयो, एक्सपल्स प्रोहरू भयो होइन, तपाईँको 210 भयो नयाँहरू सबै लिन चाहनुहुन्छ भने तपाईँहरूले यो सोरुममा भिजिट गर्न सक्नुहुन्छ। सो विदाउट फर्दर अड्यु अब चाहिँ हामी यो बाइकको राइड रिभ्यू गर्न गइरहेका छौँ। सो लेट्स गो। Really much thankful for Bike Car Sales and Services Authorized Representative of CG Motors को यो हिरो सोरुमलाई एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु। र यो चाहिँ यसको लोकेसन चाहिँ तपाईँले ठ्याक्कै बानेश्वरदेखि यो दिल्ली बिजुली बजारको रोडको यता ठ्याक्कै बिचमा अपोजिट अफ यो पहिलाको यो एनएमए ब्याङ्क भयो नि, यहाँ देखिरहनु भएको छ, ठ्याक्कै यहाँ पाउन सक्नुहुन्छ। सो विदाउट फर्दर अड्यु यो चाहिँ हामी टेस्ट राइड गर्न गइरहेको छौँ। सो लेट्स अन द इन्स्ट्रुमेन्ट क्लस्टर। नाइस ल अब चाहिँ हामी राइड गर्न गइरहेका छौँ है। सो ढोगुमै यो चाहिँ हामी रोड मोडमा वो ल फर्स्टमै यो अलिकति ऐना मिलामै The engine is so smooth man. इन्जिन चाहिँ हाम्रो एकदम स्मुथ छ है। टक्क म्यान्युरेबिलिटी पनि यसको चाहिँ 6 स्पिड गियर बक्स भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूलाई हाइवेतिर एकदम प्रब्लम नहुन सक्छ, किनभने तपाईँहरूले इनफ तपाईँले स्पिड पाउन सक्नुहुन्छ। वो I'm literally enjoying man. Nice. यसको मलाई हैन एक्सपल्स 200 अथवा 200 4B अथवा त्यसको चाहिँ अलिकति फ्लज के लाग्थ्यो भने यो न्युट्रलको छ नि हैन, तपाईको यो गियर हाल्यो एक नै हुन्छ नि त, तर यो क्लच दबाइरह्यो भने तपाईको के हुन्छ भने गियरै देखाउँदैन के, भनौँ न गियरै देखाउँदैन के, त्यो माइनस जस्तो देखाउँछ के। त्यही भएर यसरी दबायो भने माइनस देखाउँछ, यो गियर चाहिँ देखाउँदैन, विच इज भेरी गुड है। अलिकति कुदाम भनेको यो ट्राफिक पनि नाइस। अहिले एकछिनमा हामी ब्रेकिङ पनि टेस्ट गर्छौँ है, अगाडिको पछाडिको। अगाडि पछाडि दुइटैको हामी ब्रेकिङ पनि टेस्ट गर्छौँ। त्यस खुट्टाको सिटिङ पोजिसन पनि मलाई एकदम राम्रो लागिरहेको छ, ठ्याक्कै त्यस्तो धेरै एग्रेसिभवाला पनि छैन। भाइब्रेसन पनि त्यस्तो धेरै पनि छैन है, भाइब्रेसन त्यस्तो धेरै लागेन। पछाडिको यो हाम्रो साइलेन्सरको साउन्ड चाहिँ एकदम बेसी टाइपको छ र भुर हुन्छ नि, अर्कै साउन्ड हुन्छ नि, एकदम मिठो आवाज आइरहेको छ क्या। एज ए हुन्छ नि तपाईँले त्यो मोडिफाइड हाम्रो यो बुलेटमा मोडिफाइड साइलेन्सर राखेर चलाएको जस्तो बुट जस्तो पाउन सक्नुहुन्छ क्या। यसको साउन्ड पनि दामी छ क्या। र अलिकति के फ्लज लाग्यो भने हैन, आइएम सरी टु से, तर यो इन्स्ट्रुमेन्ट क्लस्टरको चाहिँ अलिकति
अलिकति हाम्रो यो ब्राइटनेस चाहिँ अलिकति कम हो कि जस्तो लाग्यो। सायद बढाउनु मिल्छ होला, मैले भित्रसम्म हेरेको छुइनँ है। अब यसलाई चाहिँ अब एउटा सोलुसन के गर्न सकिन्छ भने हैन, अहिलेको लागि यो सायद यो प्लास्टिक पनि भएर होला। प्लास्टिक यसरी निक्लिँदैन हो, निक्लिँदो रहेछ। आम रियली सरी है, बट आई हेभ टु रिमुभ अहिलेको लागि। त्यो ठिकै डिसेन्टवाला छ स्क्रिन ब्राइटनेस पनि है। तर यताको बाटो चाहिँ खासै नआउनु पर्ने रहेछ क्या, किनभने अब मजाले राइडै इन्जोय नगर्नु पाउने क्या। क्लच पनि एकदम स्मुथ नै छ है, तर स्लिपर क्लच भए तापनि अलिकति हार्ड हो कि जस्तो लाग्यो। पावर इज गुड म्यान, पावर इज गुड। ओहो, अगाडिको सस्पेन्सन चाहिँ अलिकति स्टिफर साइडमा छ जस्तो लाग्यो है, किनभने अलिकति म्यानिभर गर्दाखेरि चाहिँ एकदम रक स्टेडी टाइपको के। ट्याक्क है यहाँबाट मोडौँ है। दामी के दामी मजा आउने के। थोरै यहाँबाट पावर टेस्ट गरौँ है। दबाउनु पाएन, 6 सम्म त गयो, तर अलिक ठिक छ, यतिको त हुनु परिहाल्यो नि। तर कस्तो के ट्राफिकको बेला पऱ्यो के, छ्या अलिकति कुदाम भनेको पनि। तर ओभरअल होइन, तपाईँले खाली ठाउँ देख्नु भयो भने चाहिँ कुदाउँदाखेरि चाहिँ त्यस्तो केही प्रब्लम हुँदैन जस्तो लाग्छ कि मेरो विचारमा चाहिँ। किनभने आवाज सुन्नु न, आवाज एकदम आनन्द आउने कि। सिटको कम्फर्टेबल पनि एकदम दामी लाग्यो है। तर आजकल हुन्छ नि, हाम्रो नेपाल धेरै डेभलप भइसकेको छ कि, अब खासै धेरै ठाउँमा अफरोड पनि देखिँदैन है। अब यतैबाट फर्काउँछु। मेरो सिट हाइटले मजाले भ्याउँछ के, मेरो हाइटले मजाले भ्याउँछ के। किनभने हेर्नु नै, ओहो है, आमा क्या मजा आउने के, साँच्चै भनेको के नेक्स्ट लेभलकै मजा हो के यो चाहिँ। अलिकति क्राउडमा हिँडौँ न, ट्राफिक पनि यसो मेन्युभर गर्ने गरी। ट्राफिकमा पनि कतिको फिल्टर गर्न सकिन्छ सकिँदैन हैन, टक्क यसरी हैन। तर एकदम हल्का के, साँच्चै भनेको के। लगभग मैले कुन XR
XR 190 चलाएको जस्तै हल्का छ साँच्चै भनेको के। त्योभन्दा त अलिकति भारी होला तर पनि हुन्छ नि अगाडिको ह्यान्डलै हुन्छ नि केही छैन जस्तो के एकदम हल्का। अगाडिको सस्पेन्सन एकदम दामी, फ्रन्ट सस्पेन्सन इज भेरी गुड। एकदम मजा आउने बाइक हो कि। टर्निङ रेसियो पनि एकदम राम्रो रहेछ है। सायद पेट्रोल अलि सकिन लाग्यो भएर अलिअलि ल्याग हान्दैछ, तर तपाईँले राम्रै पेट्रोल हाल्नुभयो भने चाहिँ तपाईँले एकदम स्मुथवाला नै पाउनुहुन्छ है। धोबी चलायो भाइ, आइम रियली सरी है। अब यो हाम्रो हिरोको हाम्रो यो डिस्ट्रिब्युटरलाई हैन, लगभग मैले झन्डै नै पेट्रोल सकाइदिएँ। थ्याङ्क यू सो मच फर वाचिङ है। तपाईँहरूलाई कस्तो लाग्यो यो मेरो भिडियो है। अब आइम रियली स्पेसल थ्याङ्क्स गर्न चाहन्छु यो हाम्रो बानेश्वरकै भनौँ न, बानेश्वरकै त हो नि यो हैन, बानेश्वरको यो हाम्रो हिरो अथोराइज सोरुमलाई है, जुन कि तपाईँ यो बाइक मलाई टेस्ट राइड गर्न दिनुभएकोमा है। आइएम रियली सो मच ग्रेटफुल। तपाईँहरूलाई त्यस्तोकै हिरोको त्यस्तोकै प्रोडक्टहरू, स्कुटर, बाइक अथवा एडभेन्चरवाला बाइक लिन चाहनुहुन्छ भने यु क्यान डु कम भिजिट दिस सोरुम। तपाईँहरूले एकदम राम्रो डिस्काउन्ट पनि पाउनुहुन्छ है। थ्याङ्क यू सो मच फर वाचिङ। होप यु गाइज इन्जोयड माई भिडियो। See you in the next vlog. Peace.